नेपालको एउटा राजनीतिमा निकै ठुलो हल्ला के गरिन्छ भन्दा त्यसका पछाडि कति सत्यता छन्। यो देशलाई पुरै विदेशी गिरोहहरूले चलाइरहेका छन्। यहाँका पोलिटिसियनहरूलाई पर्दा पछाडिबाट चलाउने अर्कै ठुलो शक्ति छ भन्ने कुराहरू पटक पटक सुन्नमा आउँछ। यसको वास्तविकता के हो त? के हाम्रो देशलाई पुरै विदेशी शक्तिहरूले चलाउँछन्? के हाम्रा राजनीतिज्ञहरू पुरै विदेशी डिजाइनमा काम गर्छन्? के यहाँका पोलिटिकल पार्टीहरू विदेशीको सहयोग बिना चल्न सक्दैनन्? अनि यस्ता आरोपहरू किन लाग्ने गर्छ? किन यी कुराहरू आउँछन्? यो प्रश्न निकै जटिल ढङ्गले अहिले नेपालको राजनीति र यो देशमै उभिएको छ। यसको जवाब का केही प्रमाणहरू बिस्तारै आइरहेका पनि छन् र हाम्रो त्यो राजनीतिक नेतृत्व फेल हुँदै जानु, हाम्रो यो व्यवस्थाप्रति जनतामा निकै ठुलो वितृष्णा बढ्दै जानु र खुलमखुला विदेशीहरूले यहाँ राजनीतिक र यहाँ भड्काउनका निम्ति खुलमखुला केही हाम्रा चर्चित अनुहारहरूलाई उचालेर राष्ट्रिय झण्डा ओढेर देशै सिद्ध्याउने ढङ्गको एउटा क्रान्ति ल्याइदिने र त्यो क्रान्तिका जुन मुद्दाहरू जेन्युअल मुद्दा अथवा जनताका मुद्दालाई व्यवस्था गर्दै सत्तामा जाने एउटा हतारको अहिलेको यो चलखेल देखिन्छ। यसले के स्पष्ट हुन्छ भने हाम्रो राजनीति पुरा विदेशीहरूको डिजाइनमा केही चर्चित अनुहारहरूलाई उतारेर नेपाली सिधा सादा जनतालाई धोका दिने काम भइरहेको